स्कटल्यान्डमा रहेको नेपाली टिम आईसीसी विश्वकप लिग 2 पछि अब टी20 श्रृंखला खेल्ने तयारीमा छ। आइतबारबाट सुरु हुने सिरिजमा सोमबार नेपालले आफ्नो पहिलो म्याच खेल्ने तालिका छ। उक्त टी20 सिरिजका लागि नेपालले आफ्नो टिम घोषणा गरिसकेको छ। नेपाली क्रिकेट संज्ञानले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा 16 सदस्यीय टोली घोषणा गरेको हो। तर नेपाली टोलीमा भने केही फेरबदल भएको छ। उक्त नेपाली टोलीमा भने 3 नयाँ खेलाडी समावेश भएका छन्। त्यस्तै 2 खेलाडी चोटका कारण बाहिरिएका छन्। चोटका कारण अलराउन्डर गुलसन कुमार झा र सम्पाल कामी बाहिरिएका हुन्। उनीहरू बाहिरिँदा किरण ठगुन्ना, रूपेश सिंह र लोकेश बम भित्रिएका हुन्। उक्त 2 जना खेलाडी किरण ठगुन्ना र रूपेश सिंहले आफ्नो प्रदर्शनलाई उत्कृष्ट गर्दै नेपाली राष्ट्रिय टिममा टी20 सिरिजबाट डेब्यू गर्ने मौका मिलेको छ। तर लोकेश बम भने टी20 सिरिजमा पहिले देखि नै खेल्दै आएका खेलाडी हुन्। अब भने नेपालले श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेल 16 जुन नेदरल्यान्ड विरुद्ध खेल्नेछ र 17 जुनमा स्कटल्यान्ड विरुद्ध खेल्नेछ। फेरि 19 जुनमा नेदरल्यान्ड विरुद्ध र 20 जुनमा स्कटल्यान्ड विरुद्ध खेल्नेछ। यो टी20 श्रृंखला भने आगामी विश्वकप छनौटको खेलको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल र नेदरल्यान्ड विरुद्धको खेल भने भोलि अर्थात् सोमबार 6:45 देखि सुरु हुनेछ। नेपाली टिम भने अहिले आफ्नो उच्च लयमा देखिएको छ। हालै सम्पन्न भएको आईसीसी विश्वकप लिग 2 को सिरिज अन्तर्गत नेदरल्यान्डलाई लगातार दुवै खेलमा हराएको छ। उक्त नेदरल्यान्ड विरुद्धको दुवै खेलमा जित निकाल्दा नेपालले पहिलो खेलमा 5 विकेटले र दोस्रो खेलमा 16 रनको जित हासिल गरेको हो। र नेपाल भने भोलिको टी20 सिरिजमा आफ्नो जित दर्ता गर्दै नेदरल्यान्ड विरुद्ध ह्याट्रिक जित दर्ता गर्न चाहन्छ। तर नेदरल्यान्डलाई हराउन सहज भने छैन। उसले लिग 2 श्रृंखलामा गत बिहीबार स्कटल्यान्ड विरुद्ध ऐतिहासिक जित निकालेको थियो। स्कटल्यान्डले दिएको 370 रनको विशाल लक्ष्य नेदरल्यान्डले 49.2 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। त्यसैले पछिल्लो समयमा आफ्नो लयमा फर्किएको छ। लिग 2 को बदला टी20 मा पूरा गर्ने रणनीति बनाएको छ। नेपाललाई पनि आफ्नो टी20 को बदला लिने मौका मिलेको छ। हालसम्म नेपाल र नेदरल्यान्ड बीच टी20 सिरिजमा 5 वटा खेल भएका छन्, जसमध्ये नेपालले 2 वटामा जित निकालेको छ भने नेदरल्यान्डले 3 वटामा जित निकालेको छ। भोलिको खेल भने हेड टु हेड अर्थात् नेपालले आफ्नो बदला पूरा गर्ने खेल पनि हुनेछ। नेपालका लागि केही चुनौती भने छ, किनकि नेपाली टिमका महत्त्वपूर्ण 2 अलराउन्डर चोटका कारण टिमबाट बाहिरिएका छन्। उक्त 2 खेलाडी बाहिरेसँगै नयाँ खेलाडीले मौका पाउने सम्भावना छ। तर मेरो विचारमा प्लेइङ 11 मा भने कुशल भुर्तेल र आसिफ शेख आउनेछन्, किनभने पछिल्लो समयमा कुशल भुर्तेल आफ्नो लयमा देखिएका छन्। तर स्कटल्यान्डको पिचमा भने आसिफ शेख आफ्नो लयमा छैन। आफ्नो लयमा नभए पनि टी20 को पहिलो खेलमा भने उनलाई मौका दिने सम्भावना छ। त्यस्तै तेस्रो नम्बरमा भने हिमसार्की आउनेछन्। उनी पनि अहिले आफ्नो ठिकठाक लयमा छन्। चौथो नम्बरमा भने कप्तान रोहित कुमार पौडेल आउनेछन्। पाँचौं नम्बरमा मध्यक्रमका ब्याटर आरिफ शेख आउनेछन् र 6औं नम्बरमा उपकप्तान दिपेन्द्र सिंह आउनेछन्। 7औं नम्बरमा नयाँ खेलाडी रूपेश सिंहले मौका पाउने सम्भावना छ र 8औं नम्बरमा करण केसी आउनेछन्। 9औं नम्बरमा नन्दन यादव आउनेछन् भने 10औं नम्बरमा पूर्व कप्तान सन्दीप लामिछाने आउनेछन् र त्यस्तै 11औं नम्बरमा ललित नारायण राजवंशी आउनेछन्। तपाईको विचारमा टी20 श्रृंखलामा प्लेइङ 11 मा कसलाई मौका दिँदा राम्रो होला? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। साथै आगामी दिनमा पनि यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।